नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरू लामा। न्यूज सुरु गरौँ जनकपुर जयनगर रेलवे सञ्चालनमा आउने सम्बन्धी प्रसङ्गबाट। लामो समयदेखि थन्किएको जनकपुर जयनगर रेलवे सेवा माघ महिनाभित्र सञ्चालनमा आउने भएको छ। भारतबाट 2वटा रेल खरिद गरिएको 4 महिना भइसक्दा पनि अहिले धनुषाको इनरवा स्थित नेपाली स्टेसनमा थन्काएर राखिएको उक्त रेल आगामी माघ महिनाभित्र जसरी पनि सञ्चालनमा ल्याउने नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरूप्रसाद भट्टराईले दाबी गरेका छन्। आवश्यक पर्ने जनशक्तिको व्यवस्थापनको विषय सुनिश्चित भइसकेकाले माघ महिनाभित्रै रेल सञ्चालनमा आउने उनले बताए। रेल सञ्चालनका लागि प्राविधिक तर्फका 26 जना कोर कर्मचारी भारतबाट, बाँकी करिब 100 जना कर्मचारी नेपाल तर्फबाट राखेर सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको उनले बताए। प्राविधिक कर्मचारीका लागि भारतीय पक्षसँग प्याकेजमा सहमति भइसकेको बताउँदै उनले भने, G2G प्रक्रिया भारतीय पक्षसँग प्याकेजमा सहमति भइसकेको छ। त्यसलाई मूर्त रूपमा दिन उक्त प्याकेज सहितको प्रस्ताव मन्त्री परिषदमा पठाइसकेका छौँ। रेल इन्जिनको सर्भिसिङ, रेलवे लिकको मर्मत र रेल दुर्घटनाको जिम्मेवारी भारतीय पक्षले नै लिने तथा नेपालका प्राविधिक कर्मचारीहरूलाई रेलवे सम्बन्धी तालिम दिने लगायतको विषयमा प्याकेजमा समावेश गरिएको उनले बताए। नेपालको तर्फबाट 50 जना प्रशासनिक कर्मचारी सडक विभागसँग माग गरेको उनले बताए। त्यसका लागि सडक विभागले पनि सकारात्मक रहेको बताए। त्यसैगरी सामान्य प्राविधिक कर्मचारीको लागि विगतमा रेलवेका काम गरेका पुराना इच्छुक करिब 40-50 जना कर्मचारीलाई 6 महिनाको लागि करारमा नियुक्त गरी तत्काल रेल सञ्चालन गरिने महाप्रबन्धक भट्टराईले बताए। भारतीय पक्षसँग भएको सहमति र नेपालको तर्फबाट आवश्यक पर्ने कर्मचारी भर्ना सम्बन्धी प्रस्ताव मन्त्री परिषद सहमतिको लागि पठाइसकेको उल्लेख गर्दै उनले भने, अब बस्ने मन्त्री परिषदबाट त्यो निर्णय भए लगत्तै रेल सञ्चालनको काम सुरु हुन्छ। अब रेल सञ्चालनको लागि कुनै समस्या हुँदैन। रेलवे लिकका चोरी भएको क्लिपर तथा क्षति भएका भौतिक संरचनाको मर्मत सम्भारको काम लगभग पूरा भइसकेको छ उनले भने। कहीँ कतै रङरोहनको काम बाँकी छ, त्यो पनि चाँडै नै सम्पन्न हुन्छ। रेल सञ्चालनको लागि आवश्यक पर्ने अन्य टिकट सफ्टवेयर समेत तयार भइसकेको उनले बताए। अहिले करारका लागि आवेदन दिएकाहरूलाई पुनः आवेदन दिनुपर्ने भन्दै उनले भने, उनीहरूले दिएको आवेदन हामीले नै लोकसेवा आयोगमा बुझाउँछौँ र त्यही आधारमा लोकसेवाले उनीहरूसँग पनि परीक्षा लिन्छ। कम्पनीले डिजेल, इलेक्ट्रिक र मल्टिपल युनिट भएका रेल, डिजेल र विद्युत दुवैबाट चल्ने विश्वमै नयाँ मोडेलका पमा तयार भएको रेल प्रति घण्टा 110 किलोमिटरको गतिमा चल्न सक्ने बताइएको छ। एउटै इन्जिन भए पनि दुवै तर्फबाट चलाउन सकिने रेलको एउटा बोगी डब्बामा 70 सिट रहेका छन्। प्रति किलोमिटर 2 लिटर डिजेल खपत हुने रेलमा आवश्यकता अनुसार थप 4 वटा बोगीसम्म जोड्न सकिने इन्जिनियर ओझाले बताएका छन्। संघीय संसद राष्ट्रिय सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेसी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल सिन्हाले विषयगत विषयमा सहमतिमा रहने सदस्यका नाम मनोनयनको लागि प्रस्ताव गर्नेछन्। आज विशेष समयमा राष्ट्रिय सभा सदस्यले आफ्नो धारणा समेत राख्नेछन्। पुस सत्रमा सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशनमा बिजनेस नहुने भन्दै छिटै अन्त्य गर्ने बताइएको छ। हाल प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेकाले राष्ट्रिय सभा बैठकमा त्यति एजेन्डा नहुने भएकाले अधिवेशन अन्त्य गर्ने तयारी गरिएको जनाइएको छ। तर कतिपय सांसदहरूले भने मुलुक र जनताको समस्याको आवाज बुलन्द पार्ने स्थल राष्ट्रिय सभा भएकाले तत्काल अधिवेशन अन्त्य गर्न नहुने बताउँदै आइरहेका छन्। महिला बालबालिका मन्त्री जुली महतोले धनुषाको धनौजी गाउँपालिकामा रहेको पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको बेलामा स्थानीयले शिलालेख
लगाउने पर्खाल भत्काएर विरोध जनाएका छन्। धनुषा निर्वाचन क्षेत्र नम्बर 3 मा पर्ने धनौजीको अड्डाटोल स्थित रहेको पुलको बिहिबार मन्त्री महतोले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो। मन्त्री महतो सम्बन्धित मन्त्रालयको मन्त्री नरहेको र सरकारले निर्वाचनको तिथिमिति तोकिसकेको बेलामा मन्त्रीले सस्तो लोकप्रियता कमाउनका लागि पुलको उद्घाटन गर्न लागेको भन्दै स्थानीयहरूले विरोध स्वरूप शिलालेख हटाउने लगाउने पर्खाल भत्काएका छन्। मन्त्री महतो भए लगत्तै धनुषा निर्वाचन क्षेत्र नम्बर 3 मा उद्घाटन र शिलान्यासका कार्यक्रमलाई तीव्रता दिएका छन्। मन्त्री महतोले भेटन्ताको लागि उद्घाटन गर्न लागेको भन्दै भोट तान्नको लागि उद्घाटन गर्न लागेको भन्दै स्थानीयहरूले शिलालेख भत्काउनका साथै बिहिबार हुने कार्यक्रममा व्यापक विरोध प्रदर्शन गर्ने जनाएको छ। नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य रामनाथ यादवले निर्वाचनको समय तोकिएको अवस्था र सम्बन्धित मन्त्रालयका मन्त्री समेत नरहेका कारण अहिले उद्घाटनको कुनै औचित्य नरहेको भन्दै मन्त्रीको उद्घाटनको कडा विरोध जनाएका छन्। यता मन्त्री महतोलाई अबेर रातिसम्म शिलालेख लगाउने पर्खाल भत्काइएको बारेमा केही जानकारी थिएन। सामाजिक विकास मन्त्री नवल किशोर शाहले पर्सा जिल्लाको अवलोकन गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर 25 मा 32 लाखको लगानीमा वृद्ध आश्रम बनाउने घोषणा गरेका छन्। गाउँपालिकातिर अव्यवस्थित रहेको शैक्षिक क्षेत्रलाई उकास्ने प्रक्रिया लगायतको जीर्ण अवस्थामा रहेको विद्यालय र मदरसा पुनर्निर्माण गरिने मन्त्री शाहले बताए। प्रदेशसभा सदस्य समेत रहेका जनता आवासका प्रमुख रमेश प्रसाद कुर्मीको आयोजनामा भएको कार्यकर्ता भेला तथा पर्सा निरीक्षण कार्यक्रममा सांसद कुर्मीले पर्सा क्षेत्रभित्र रहेका अव्यवस्थित सडक नाला निर्माण सँगसँगै विकासको कार्य अगाडि बढाउने बताए। साथै योजना अनुसारका जनता आवास दलित समुदायमा डोम मेस्तर हल्खोर लगायतका अशक्त र असहाय व्यक्तिहरूलाई जनता आवास बनाई वास दिने सभासद कुर्मीको आगामी योजना रहेको छ। मन्त्री शाहले कार्यकर्ता बीच गरेको घोषणा 1 वर्षभित्र पूरा गरिने सांसद कुर्मीले बताए। महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर 7 मा तराई मधेस समृद्ध कार्यक्रम अन्तर्गत श्रीराम जानकी परिक्रमा धर्मशाला भवनको शिलान्यास गरिएको छ। प्रतिनिधि सभा सदस्य चन्दा चौधरी र मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले संयुक्त रूपमा धर्मशालाको शिलान्यास गरेका छन्। 35 लाखको लागतमा उक्त धर्मशाला निर्माण हुने भएको छ। शिलान्यास कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्बर 2 का केन्द्रीय सदस्य विजय शाह, महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद गुप्ता, वडा नम्बर 6 र 7, 8 का वडा अध्यक्ष लगायतका राजनीतिक दलका प्रतिनिधि बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर 6 स्थित मधेसपुरामा बर्थिङ सेन्टर सेवासहितको स्वास्थ्य चौकी निर्माण हुने भएको छ। आफ्नै पक्की भवनको अभावमा सेवा प्रवाहमा समस्या भोगिरहेका सोही ओडामा पक्की भवनको ओडा कार्यालय पनि निर्माण हुने निश्चित भएको छ। 1 वर्षभित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको ती दुवै भवन निर्माणको बुधबार एक कार्यक्रमका बीच राष्ट्रिय सभाका सदस्य शेखर कुमार सिंहले शिलान्यास गरेका छन्। संघीय सरकारको बजेटबाट बर्थिङ सेन्टर सहितको सुविधा सम्पन्न स्वास्थ्य चौकी तथा तिलाठी कोइलाडी गाउँपालिकाको बजेटबाट ओडा कार्यालय भवन निर्माण हुन लागेको गाउँपालिकाका अध्यक्ष सतीश सिंहले जानकारी दिनुभएको छ। आफ्नै गाउँठाउँमा सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण हुन लागेको खबरले सो गाउँपालिका तथा आसपासका बासिन्दाहरूमा खुसियाली छाएको छ। रौतहट जिल्लाको वृन्दावन नगरपालिकाका नगर प्रमुख राम स्नेही राय यादवले विगत केही दिनदेखि सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यमहरूमा आइरहेको समाचारमा सत्यता नरहेको बताएका छन्। बुधबार नगर प्रमुख यादवले नगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिका अन्तर्गत रहेको बागमती खोलाको मटियार घाटबाट बालुवा गिट्टी निकासी सम्बन्धित रौताहा हिमधुन्गा
कोठर कन्काई जेभीलाई गैरकानुनी रूपमा ठेक्का दिएको, राजस्व हिनामिना गरेको भनी लागेको आरोप गलत र भ्रामक रहेको दावी गर्दै चरित्र हत्या गर्ने प्रयास गरेको बताएका छन्। मेयर यादवले भने, मेरो चरित्र हत्या गर्ने प्रयास गरिएको हो। विपक्षको कुरामा लागेर मेरो प्रतिक्रिया समावेश नगरी केही सञ्चार माध्यमले भ्रमपूर्वक समाचार प्रकाशन प्रसारण गरेको प्रति मेरो आपत्ति रहेको छ। सत्य तथ्य नै नबुझिकन प्रसारण गरेको समाचारको विषयमा कानुनी बाटो अपनाउने समेत चेतावनी दिँदै मेयर यादवले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रेल विभागको पत्रको अनुसार नगरपालिकाको निर्णय अनुसार 50,000 घनमिटर निकासीको अनुमति दिएको दावी गरे। उहाँले नदीजन्य तथा खनिज पदार्थ उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड 2077 को दफा 12 को उपदफा 1 र 2 बमोजिम प्राथमिकता योजना पूर्व पछि रेल निर्माणको हकमा शुल्क लिएर निकासीको स्वीकृति प्रदान गरिएकोमा केही विकास विरोधी तत्त्वले राजनीतिको लोकतान्त्रिक प्रक्रिया विरुद्ध गरेर अमर्यादित रूपमा अभिव्यक्ति दिएको प्रति घोर निन्दा गर्दछु। वृन्दावन नगरपालिकाका मेयरले अवैध रूपमा मापदण्ड विपरीत उत्खनन गरेको र असुली भएको राजस्व समेत हिनामिना गरेको समाचार प्रकाशित भएपछि मेयर प्रतिक्रिया आएको हो। नगर प्रमुख यादवले सङ्कलित भएको राजस्व नगरपालिकाको खातामा रहेको समेत ठोकुवा गरेका छन्। 35,000 घनमिटर निकासी मात्र भएको सोको रकम नगरपालिकाको जिम्मा रहेको छ। उनले भने, भ्रामक कुराको पछि नलाग्नु, नगरपालिकाले सराहनीय कार्य गरेकोले सराहना गर्नुपर्ने आग्रह गरे। बागमती खोलाको केही भाग वृन्दावन नगरपालिकामा रहे पनि अरू नगरपालिकाले भोग अधिकार गर्दै आइरहेकोमा बलपूर्वक आफ्नो हकको बालुवा गिट्टी गत वर्षदेखि बिक्री गर्ने गरेको जनाए। आन्तरिक आयोगको नियमित गरेको कार्यको सराहना गर्नुको साटो विरोध गर्ने गरेको जिकिर यादवले गरेका छन्। प्रतिनिधि सभाको पुनर्स्थापनाको माग राख्दै जनता समाजवादी पार्टी नेपालले बुधबार सप्तरीको भारदहमा बृहत प्रदर्शन गर्दै विशाल विरोध सभा आयोजना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा असंवैधानिक तरिकाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको विरुद्धमा जसपाले विरोध प्रदर्शन गरेको हो। विरोध सभालाई सम्बोधन गर्दै वक्ताहरूले गैर संवैधानिक बाटोबाट गरिएको प्रतिनिधि सभा पुनर्स्थापना नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन्। प्रधानमन्त्री ओलीलाई संसद विघटन गर्ने अधिकार नभएको भन्दै वक्ताहरूले ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। प्रधानमन्त्रीले आफ्नै पार्टीका अन्तर्विरोधीलाई फेस गर्न नसकेर देशमा सङ्कट उत्पन्न गर्न खोज्नु देश र जनताको लागि दुर्भाग्यपूर्ण रहेको भन्दै वक्ताहरूले प्रधानमन्त्रीले चालेको निरङ्कुश कदमको विरोध गरेका छन्। वक्ताहरूले मधेस विद्रोह सहित विभिन्न पहिचानको कठोर आन्दोलन र शहीदहरूको बलिदानीबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने नियतवश ओलीले प्रतिनिधि सभा विघटनको नाटक मञ्चन गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभा विघटन नभएको जिकिर गर्दै वक्ताहरूले ओलीको असंवैधानिक कदमको विरुद्ध राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध हुन आग्रह गरे। ओलीले देशमा द्वन्द्व सिर्जना गरेको बताउँदै वक्ताहरूले राष्ट्रियता विरोधी प्रधानमन्त्री ओली र राष्ट्रपतिलाई आन्दोलनबाटै पदच्युत गराउने उद्घोष गरे। जसपा हनुमाननगर कङ्कालिनी नगरपालिकाका अध्यक्ष वीरेन्द्र माझीको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं पूर्व विधायक सूर्यनाथ यादवको प्रमुख आतिथ्यतामा आयोजित विरोध सभामा संघीय परिषद सदस्य एवं पूर्व सांसद लक्ष्मी चौधरी, केन्द्रीय सदस्य श्याम सरदार, कल्पना चौधरी, कुमारनाथ मिश्रा, कल्पना चौधरी, विजय यादवले सम्बोधन गरेका थिए। यसैगरी पार्टीका जिल्ला सदस्य निलेश झा, रामेश्वर यादव, शकील अली, तिरुहुत गाउँपालिकाका अध्यक्ष हेमन्त कुमार बहडखेर र हनुमाननगर कङ्कालिनी नगरपालिकाका उपप्रमुख सरिता यादव, युवा नेता भुवनेश्वर यादव थापा, जसपा
सप्तकोशी नगरपालिकाका अध्यक्ष रामकुमार यादव, कञ्चनरूप नगरपालिकाका अध्यक्ष सुदम्बर यादव, रामदेव मण्डल, अग्निसायर कृष्ण सबरन गाउँपालिकाका अध्यक्ष रामदेव यादव, सत्यनारायण चौधरी, तिरहुत गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मिश्र, रेखा मेहता लगायतले सम्बोधन गरेका थिए। संघीय परिषद सदस्य रामदेव यादवद्वारा सञ्चालित कार्यक्रममा स्वागत रामचन्द्र शाहले गरेका थिए। यसअघि बीपी माविबाट प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक संसद विघटन विरुद्ध चर्को नाराबाजी गर्दै भारदह बजार परिक्रमा गरी शहीद राजीव राउत चोक पुगेर विरोध सभामा परिणत भएको थियो। सिराहाको गोलबजार नगरपालिका 6 डोहटियामा एक किशोरको शव फेला परेको छ। गोलबजारमा रहेको सिर्जना सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुलमा कक्षा 10 मा अध्ययनरत गोलबजार नगरपालिका 12 हरिपुरका किशोर सिंहका 17 वर्षीय छोरा आनन्दको शव फेला परेको हो। उनी गोलबजारमै डेरा लिएर बस्दै आइरहेको बताइएको छ। मंगलबार परीक्षा दिएर दिउँसो साथीलाई पुर्याउन गएका उनी राति डेरा नफर्किएपछि खोज तलास गरेका थिए। घर परिवारले खोज तलास गरे पनि फेला नपरेपछि बिहानै इलाका प्रहरी गोलबजारमा जानकारी गराइएको थियो। विद्यालय पोसाकमै रहेका घटनास्थलमा नजिकै साइकल, ब्लेड र कीटनाशक विषादी फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। प्रहरीका अनुसार घटना शंकास्पद रहे पनि अहिले नै केही भन्न नसकिने जनाएको छ। शव दिउँसो फेला परे पनि हत्या भएको भन्दै स्थानीयले शव उठाउन दिएका थिएनन्। प्रहरीले बल प्रयोग गरी शव पोस्टमार्टमको लागि लाहान स्थित रामकुमार उमा प्रसाद मुरारका स्मारक अस्पताल लगेको छ। उनको आफन्तले शवको आशंकाको आधारमा व्यक्ति नै किटान ठाडो निवेदन दिए पनि घटनाको विषयमा अनुसन्धान भइरहेकोले प्रहरीले जनाएको छ। अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी शालिग्राम पौडेलले जानकारी दिएका छन्। उनी 2 वर्ष अघि पनि अपहरणमा परेको जनाइएको छ। अपहरणमा परे पनि उनी आफै भारतबाट अपहरणकारीको चङ्गुलबाट भागेर आएको बुवा किशोर सिंहले बताएका छन्। हवस् त, यसका साथै टुडे न्युज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।